अफ मेन मेथड भनेको चाहिँ अब यसले चाहिँ के गर्छ भने चाहिँ सेपरेसन गर्छ सेपरेसन अफ फर्स्ट डिग्री सेकेन्ड डिग्री थर्ड डिग्री अमाइन चाहिँ सेपरेट गर्ने हो एक्जाम्पलको नाममा हामी राखौँ NH2R फर्स्ट डिग्री अमाइन अनि सेकेन्ड डिग्रीको चाहिँ सेकेन्ड डिग्री अमाइन यिनीहरू चाहिँ थर्ड डिग्री अमाइन चाहिँ R3 थर्ड डिग्री अमाइन यो डिस्ट्रिब्युसनरको तिनटैलाई सेपरेट चाहिँ यो हाफ एन्ड ब्रोमाइन मेथडले गर्छ भनौँ यसलाई कम्प्लिटली बुझ्दाखेरि चाहिँ सजिलो यो तिनवटा स्टेपले बुझ्छ इम्पोर्टेन्ट क्वेसन मोडको लागि सधैँ सोधेको हुन्छ यो चाहिँ अनि यो चाहिँ अब यसमा हामीले सिम्पली लेख्न सकिन्छ यसलाई फर्स्टली चाहिँ हामीले अब के गर्छौँ भने सिम्पली हामीले बुझ्नुपर्ने हुन्छ कि एउटा यो टेस्ट ट्युब त्यसमा फर्स्ट डिग्री अमाइन मिक्स गर्ने सँगसँगै के पनि मिक्स गर्ने भनेपछि अब यसरी डुरिङ दिस प्रोसेस फर्स्टमा चाहिँ डाई इथोक्सालेट हाली इज एडेड फर्स्ट स्टेप चाहिँ यो डाई इथाइल अक्जालेट भनेको चाहिँ COC2H5 C2H5 यसको मतलब चाहिँ अब के हुन्छ भने चाहिँ यो चाहिँ यसको मोलिकुलर फर्म भयो इथाइल अक्जालेट भने अब माथिको मात्र हुन्थ्यो है यसमा चाहिँ फर्स्टली हामीले के प्लस फर्स्ट डिग्री अमाइनलाई हाल्ने फर्स्टमा H2R अब यो के हुन्छ भने उता गएर अब रियाक्सन भएन अब यो यहाँ गएर कसरी सेपरेसन हुन्छ भन्ने चाहिँ यहाँ गएर कसरी सेपरेसन हुन्छ CONHR यो भयो सलिड यसको नाम नलिँदा नि हुन्छ एक्जाममा चाहिँ प्लस यहाँ चाहिँ अल्कोहल प्रड्युस हुन्छ के हुन्छ भने यसमा चाहिँ यो यति अनि यहाँको एउटा एच चाहिँ जान्छ एउटा एच यहाँको जान्छ यसको साइड प्रडक्ट भन्छ अब यो बुझिसकेपछि अब सेकेन्ड डिग्री अमाइन सेकेन्ड डिग्रीको कुरा गर्दाखेरि चाहिँ हामी COC2H5 गयो अनि फर्स्ट चाहिँ सेकेन्ड डिग्री अमाइन यसलाई टेस्ट ट्युबमा थाल्ने सेकेन्डमा चाहिँ यो हाल्ने प्लस गर्ने यसमा चाहिँ के हुन्छ भने चाहिँ HNR2 हाल्ने अब यसमा त सिङ्गल एच छ भनेपछि यो चाहिँ सेकेन्ड डिग्री अमाइन है सेकेन्ड डिग्री अमाइन चाहिँ फर्स्ट डिग्री अमाइन भनेपछि अब चाहिँ यो रियाक्ट गरेर उता गएर CO यस्तै भन्छ है तर COC2H5 एउटा चाहिँ अलि बुझ्नुपर्छ आउँछ सबै NR2 यो भन्यो यो चाहिँ ओइली लिक्विड यसको नाम नलिँदा नि हुन्छ यसमा चाहिँ के थाहा पाउने भने कहिले नबुझेको छ भने चाहिँ आर भनेको हाम्रो अल्किन भनौँ CH3 हो भनेपछि आर भनेको CH3 टाइपमा यो कसले बुझा हुँदैन नि त सब त्यही भएर CnH2 यसमा नि त्यही अल्कोहल फर्म हुन्छ यसमा एच खै भन्यो भने चाहिँ यो एउटा एच जान्छ नि त अल्कोहल बन्नलाई साइड प्रडक्ट त्यही भएर एउटा एच मात्र हो नि त त्यही भएर यहाँ एउटा चेन्ज नभएको बुझ्यो थर्ड डिग्री चाहिँ चेन्ज हुँदैन किनकि यसमा एच प्रेजेन्ट छैन एच इज एब्सेन्ट एच पनि चाहिँ एब्सेन्ट हुन्छ अर्को सेकेन्ड स्टेप यसमा फिक्स भने 3 मार्क्सको सधैँ सोध्छ यो अनि भिक्टर मेयर सधैँ सोध्छ अब यसलाई चाहिँ के हुन्छ भने चाहिँ लास्टली अब हाम्रो चाहिँ यो सलिड सेमी सलिड छ नि त्यसलाई चाहिँ CONHR र CONHR यसलाई चाहिँ हामीले सेकेन्ड स्टेपमा चाहिँ रियाक्सन विथ KOH गर्दा नि हुन्छ भन्दा नि हुन्छ सेकेन्ड स्टेपमा चाहिँ अब यसमा चाहिँ प्लस के गर्ने भनेपछि प्लस 2 KOH गर्ने रियाक्सनमा के हुन्छ कुक प्लस 2 भनेपछि अब यो चाहिँ यहाँनिर आयो हाम्रो फर्स्ट डिग्री अमाइन
यो लेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ हुन चाहिँ त्यो देखाएकै छ हाम्रो त्यो मैले कति कति काट्या रहेछ भने चाहिँ यसले गर्दा फुलफिल भएको हुन्छ यो मार्क्सले गर्दा। अब यो रियाक्सन गर्यो सेप्रेसन थर्ड अब चाहिँ अब यसलाई रियाक्ट गराउनु पर्ने हो यसलाई ओइली लिक्विडलाई त्यो सलिड फर्स्ट डिग्रीलाई सेपरेसन भयो यहाँबाट थर्ड डिग्री चाहिँ हुँदैन सेपरेसन यहाँबाट है। अब यहाँबाट गर्दा COO C2H5 CONHR लाई चाहिँ अब फेरि त्यसलाई नि KOH गरेर गऱ्यो भने त्यो पनि भन्छ COOK रिलिङ 3HHR2 लेख्ने भयो सेपरेसन सेकेन्ड डिग्रीमै थर्ड डिग्रीमा यति हो चाहिँ फर्स्टली चाहिँ यहाँ चाहिँ थ्योरी लेख्ने थोरै ल्याङ्ग्वेज लेख्ने थोरै ल्याङ्ग्वेज लेख्ने यो चाहिँ अलिकति अनि कहिलेकाहीँ चाहिँ सोधिदिन्छन् कि अब दिइदिन्छन् कहिले अब CH3 CH2 NH2 यसरी दिन्छन् अब यसले चाहिँ सेपरेट गर्नुपर्ने हुन्छ गर्नुपर्ने चाहिँ आरको ठाउँमा यो राखिदिने एनको एचको ठाउँमा यो राखिदिने यत्तिकै यसरी गर्दा चाहिँ कम्प्लिट एउटा मार्क्स नि काट्ने ठाउँ हुँदैन यसमा एक मार्क्स नि काट्दैन यसरी काट्न मिल्दैन यसरी यसमा यो कम्प्लिट यसमा फिक्स क्वेसन हो एउटा।